अलिक चर्को जय मसीह, अलिक हालेलुया जय मसीह। त यहाँहरूले जुन स्वागत जनाउनु भयो, स्वागत पाउँदा कुनै पनि मान्छे रमाउँछ अनि म पनि रमाएँ। अनि अनएक्सपेक्टेड त्यो चिज के पाएको हो मलाई थाहा भएन। स्वागतको फुल पनि मैले भेटाएँ, फुल्ने होला सायद त्यो, लुगाको भए पनि फुले हो। त तपाईहरुसित यसरी संगति गर्न पाउनु मेरो पनि निधार ठुलै छ भनौँ न। हामी भाग्यमाथि त विश्वास गर्दैनौँ, तर परमेश्वरको अनुग्रहमाथि विश्वास गर्छौँ। परमेश्वरले जहिले पनि हाम्रो लागि चाहिँ भलाइ मात्रै उत्पन्न गर्नुहुन्छ। खाडलमै गएको बेलामा पनि उहाँले हामीलाई हाम्रो जीवनमा भलाइ उत्पन्न गर्नुहुन्छ। चुचुरामा टेकेको बेलामा मात्रै भलाइ उत्पन्न गर्नुहुन्न, खाडलमा गएको बेलामा पनि परमेश्वरले हाम्रो जीवनमा भलाइ उत्पन्न गर्नुहुन्छ। यसै कारणले येशुवा, येशूको नाउँ हाम्रो लागि सबैभन्दा अति प्रिय नाउँ हो। जुन नाउँ मैले विश्वास गरेको बेसी भएको छैन, 52 साल चाहिँ भएछ। 52 इयर्स अलरेडी गन मैले प्रभुलाई ग्रहण गरेको। अनि सेवकाई गरेको बेसी भएको छैन, 47 या 48 वर्ष मात्रै भयो सेवकाई गरेको। म 23 वर्षको उमेरदेखि नै सेवकाई गरेको। यति मजा आउँदो रहेछ, यति मजा आउँदो रहेछ, छोड्नै मन पर्दैन रहेछ। अनि अहिलेसम्म पनि छोडेको छुइनँ, छोड्दिनँ पनि फेरि। हालेलुया। र आज तपाईहरुसित संगति गर्ने मौका पाएको छु अनि म हार्दिक बधाई टक्राउँछु मण्डलीलाई, अगुवालाई मात्र नभएर सम्पूर्ण मण्डलीलाई नै। 1 वर्षसम्म तपाईँ पूर्ण रूपमा लगातार निरन्तरताको साथमा गोरेटोबाट तलमाथि नभइकन अगाडि बढ्नु भएको देख्दाखेरि म वार्षिक समारोहको निम्ति हार्दिक बधाई टक्राउँछु। र अरू कुरा नगरिकन मेरो आफ्नो बारेमा बढी भन्नु छैन, मलाई मेरो येशूको बारेमा भन्नु छ। मान्छेको बारेमा बेसी सुन्यौँ हामीले, येशूको बारेमा कम्ती सुन्दैछौँ, जसले गर्दा मान्छेको बारेमा सुन्दाखेरि राम्रै फुल पनि मुर्झाउँछ। येशूको बारेमा सुन्यो भने लत्री गएको पनि जुरुक्कै उठ्छ। त हामीलाई चाहिँ जुरुक्क उठ्नु छ, मान्छेको बारेमा सुनेर लत्रिनु छैन, येशूको बारेमा सुनेर उठ्नु छ। जीवनमा त्यस्तै हो, स्थिति परिस्थिति सबैको जीवनमा आउँछ। कतिले मलाई सोध्छ जीवन के हो अङ्कल? खै मलाई त समतल जस्तो लागेन जीवन त। जीवन चाहिँ हाम्रो सिलगढीको सडक जस्तो छैन जीवन। यो जीवन चाहिँ मलाई कोही बेला सिलगढीको सहर जस्तो लाग्छ, अनि कोही बेला चाहिँ माथि गोपेटारदेखि सुरिङखिम अम्बटारको बाटो जस्तो लाग्छ। अब तपाईँ गएको भए पो थाहा हुन्छ फेरि। त्यो बाटोमा तपाईँ जानु भएको छैन, किनभने हेभरसेक बोकेर म 7:30 बजी बिहानी गोपेटार भन्ने ठाउँबाट हिँडेको। सडक नभएपछि अब त्यस्तै हिँडाइ त पर्छ नै। बेसी हिँडिनँ म त्यो दिन, बेसी हिँडिनँ, 14 घन्टा चाहिँ हिँडेँ खुट्टाले। 14 घन्टा हिँडेँ। गोजीमा पैसा छ, बाटोमा दोकान छैन भनेपछि कस्तो भयो होला मेरो स्थिति? गोजीमा पैसा छ, बाटोमा दोकान छैन। दोकान छैनको अर्थ मुखलाई मैले सम्झाउँदै हिँडेँ, चुपो लागा अब। दाँतलाई पनि सम्झाउँदै हिँडेँ। पेटलाई त मैले भने दाँतलाई पनि भने तिमी बेसी टोक्ने कुरा गर्छौ, आज खायौ। त्यो बाटो हिँड्दै थिएँ अनि बिजुली बत्ती छैन रहेछ त्यो ठाउँमा। सडक नभएपछि बिजुली कहाँबाट आउँछ? बिजुली नभएको ठाउँ रहेछ। रातको 7:30 बजेको थियो। मेरोमा टर्च लाइट चाहिँ थियो। सानो त्यो डेराबाट भित्रबाट कराए, हजुरहरू को हुनुहुन्छ? कराए भित्रबाट। अनि मैले भने साधु कुमार फेजङ र म ध्रुव शिष्य भनेको थिएँ। पहिलोपल्ट गएको त्यो ठाउँमा। अपुई सर पो रहेछ भन्छ। अब कसै म कहिले नगएको ठाउँमा मलाई फेरि उसले कसरी चिन्यो?
अनि हजुरको नाम चाहिँ के हो भनेको त रामकुमार भन्यो। को हो अब रामकुमार। धन्ना भोक लागेको बेलामा मलाई चाहिँ चिन्दा रहेछ। सबै भित्र पसेको त भित्रै पस्नु सर भन्यो। सानो टुकी बत्ती बलेको रहेछ बिजुलीको त। अब टुकी बत्ती बलेकोमा मान्छे कसरी चिन्नु? नानीहरू बेसी छैन रहेछ, 7 जना मात्रै रहेछ। आशिष दिनुहोस् भन्यो अनि हातले आशिष दिएको अन्ध्यारोमा। यो जेठी हो, अन्ध्यारोमा कुन जेठी कुन माइलिने? अब एकैचोटि 7 जनालाई हात राखेर आशिष दिए अनि भित्र पसे। अनि यत्रो ठुलो भाँडामा सक्खर खण्डा पकाउँदै रहेछ र त्यसपछि एक थाल मैले खाइन भनेर ढाँट्नु हुँदैन। त्यसपछि सुरिङखिम अम्बटार चाहिँ अब कति लाग्छ भाइ भनेको। सर अब 1 घन्टा लाग्छ भने मैले सोचे। उनले भनेको 1 घन्टा, मेरो लागि 2 घन्टा हो भनेर हिसाब मिलाए। नभन्दै 2 घन्टाको बादमा म त्यहाँ पुगेँ। अलमोस्ट मलाई 14 घन्टा लाग्यो। जीवन भनेको नि कोही बेला समतल हो भने, कोही बेला उकालो पनि रहेछ, कोही बेला ओह्रालो पनि रहेछ, कोही बेला चिप्लिने बाटो पनि रहेछ, कोही बेला अलिकति सजिलो पनि हुन्छ। जीवन किसिम छ। तर जीवन त्यस्तो जीवनमा चाहिँ परमेश्वरले हामीलाई सहायता पुर्याइराख्नु भएको छ। सबभन्दा ठुलो कुरो चाहिँ बाटो कस्तो छ होइन, डोर्याउने मान्छे कस्तो छ। मसित चाहिँ मलाई डोर्याउने येशू भएको कारणले 52 साल को बादमा पनि परमेश्वरले मलाई सम्हालिराख्नु भएको कुरा चाहिँ म अब 1 घन्टा भित्रमा त कहाँ भनि सिद्ध्याउँछु र। अनि म बेसी पुगेको छैन उमेर। म अब 70 लाग्नु आँटे। जुलाई 4 तारिक मेरो बर्थडे हुन्छ। हजुरहरूलाई म केक खुवाउन सक्दिनँ किनभने त्यो मेरो बर्थडे यहाँ हुँदैन नि त। यहाँ हुँदैन, उता युएसमा हुन्छ मेरो बर्थडे। किनभने यही जुन 15 तारिक म उडिहाल्छु। 16 तारिक बिहानी 1:25 को मेरो फ्लाइट छ। दिल्लीबाट जर्मनी पुग्छु। 4 घन्टा ट्रान्जिट हुन्छ। त्यसपछि 16 तारिक कोलोराडोको डेनभर भन्ने ठाउँमा, जर्मनीबाट बेसी लाग्दैन, 11 घन्टा उडान हो। यहाँबाट 9.5 घन्टा हो दिल्लीबाट जर्मनी। अनि यहाँ सिलगढीबाट दिल्ली 2 घन्टा हो बागडोग्राबाट। र गर्दाखेरि तपाईँले हिसाब लाउँदै गर्नु होला। मेरो बर्थडे चाहिँ त्यतै हुन्छ किनभने रिटर्न टिकट मेरो सेप्टेम्बर 4 छ नि त। अन्त जुनमै गएपछि सेप्टेम्बर 4 मा फर्केपछि बर्थडे मेरो उतै मनाउनु पर्दैन र। घरकोहरूले त खानु पाएन भनेपछि अब तपाईँले के पाउँथ्यो होला। विश चाहिँ गर्छ सबैले, ह्याप्पी बर्थडे सर भनेर विश गर्छ। अनि म भन्छु थ्याङ्क यू, धन्यवाद, मुख मिटाउँदै गर। हालेलुया। अनि सेवकाईको दौरानमा अघि हाम्रो नानी हामीसँग आएको नि तपाईँ अघि, ओके, पछाडिपट्टिबाट उहाँले सोध्दै हुनुहुन्थ्यो कुन कुन देश चाहिँ घुमिसक्नु भयो अङ्कल भन्दै हुनुहुन्थ्यो। मैले भन्नु भ्याइन, अर्को कुरा निस्किगयो। अनि गर्दाखेरि थुप्रै देश त म घुमेको छैन। सिङ्गापुर एकपल्ट मात्रै गएँ। अनि मलेसिया बेसी गइनँ, 5 पल्ट मात्रै गएँ। अनि हङकङ 7 पल्ट मात्रै गएँ। र दुबई 2 पल्ट जाने मौका, दुबई, अलाइन, अबुधाबी भन्ने ठाउँहरूमा सेवकाई थियो। र गर्दाखेरि भुटान त अब ती पल्लोपट्टि नै हो हाम्रो, गइ नै बस्छु म। नेपाल त मेरो घरकै आँगन हो, त्यहाँ गइ नै बस्छु म। अनि बिचरा अस्ट्रेलियाले मलाई कल गर्दै थियो, हाम्रोमा चाहिँ नआउने अङ्कल भन्दै थियो। तिमीले डेटै नदिएपछि सिधै आफै त जानु मिल्दैन। कुन चाहिँ डेट भनेको सेप्टेम्बर 16। एकछिन ल म क्यालेन्डर हेर्छु भनेको त रोल्पा लेखिरहेको रहेछ। नेपालको रोल्पामा मैले दिइसकेको रहेछु। दिइसकेको डेट चाहिँ कुनै पनि देशलाई म दिदिनँ। सरी म दिनु सक्दिनँ रहेछु। मैले नेपाललाई दिएको डेट चाहिँ तपाईँले माग्दैछ, सरी ल भनेर मैले उहाँलाई सरी गरेँ। म गइनँ उनीहरूका, तर म चाहिँ एनजेपी गएँ। एनजेपीबाट 10 बजी ट्रेन चढेँ। म प्याङ प्याङ गरेर एनजेपीबाट चढेँ। अनि त्यसपछि राति 12 बजी गोरखपुर पुर्यायो मलाई, किन निशा र मेरो एउटा ज्वाइँ केटाहरूलाई पनि लगेको थिएँ राति 12 बजी। अनि 12 बजीबाट 2.5 घन्टाको एउटा ट्याक्सी चढेर सुनौली भन्ने बोर्डरमा गएँ। सुनौली भन्ने बोर्डरमा चाहिँ भैरवाको हेमन्त र दुर्गाले डस्टर भन्ने नामको गाडी लिएर मलाई बिहानी 2:30 बजी पर्खिराखेको रहेछ। अनि त्यसपछि भैरवा पुर्यायो 30 मिनट मात्रै लाग्दो रहेछ बोर्डरबाट।
3 बजे पुर्यायो, खानेकुराको कुरा गर्दै थियो। मैले भने खानेकुराको कुरा नगरौँ, सुत्नेको कुरा गरौँ। बिहान बिहान कसले खान्छ त्यहाँनिर? अनि त्यसपछि सुते 8 बजे। त्यसपछि उहाँले तपाईँ कहाँ जानुहुन्छ अरे? हाम्रो गाडी लानुहोस् भने। त्यसो भए तेल म हाल्छु भने। छेत्रीका प्रभुको दासलाई कहाँ तेल हाल्ने? हाम्रोमा तेल छँदैछ। मैले खोजेकै त्यही हो। तेल हालिदियो गाडीमा, डस्टरमा। अनि म त माथि रोल्पा पो पुग्नुपर्छ त भने। जहीँसुकै लानुहोस्, तर प्रभुको महिमाको लागि लानुहोस्। अनि जोनाथन भन्ने प्रचारक भाइलाई मैले अभिषेक गरेका थिएँ। त्यो मान्छे बुटवलको हो। ऊ त राम्रो खालको ड्राइभर रहेछ। अङ्कल म यस्तो अरे, चुपचाप कुदाऊ। बेसी लागेन बुटवलबाट रोल्पा, 8.5 घन्टा लाग्यो। अनि त्यो रोल्पा भन्ने ठाउँमा जब म पुगेँ, सट्टै 2 तला घरमा हाल्यो मलाई। यस्तो खालको 2 तला होइन, ढुङ्गाको घर हो त्यो। त्यहाँ ढुङ्गाको मात्रै घर बनाउँछ। सट्टै भित्र पस्यो, अँध्यारो न अँध्यारो थियो। के चाहिँ भयो त भन्दा खिड्की नै नभएपछि अँध्यारो त हुँदो रहेछ। ढुङ्गाको घरमा खिड्की बनाउँदैन रहेछ, पस्ने दैलो मात्रै रहेछ, खिड्की छैन। र गर्दाखेरि 3 दिन 3 रात चाहिँ अँध्यारो घरमा बसेर सेवकाई सकेर आएको। अनि एउटा गाउँमा पुर्यायो। गाउँ नानी गाउँको नाम के हो भनेको त उमा भन्छ। उमा त छोरीको नाम हो फेरि। अनि अलिक पर गएको एउटा पास्टरले सोधेको यो चर्चको इलाकाको नाम के हो? मसिना भन्छ। मसिना पनि छोरीकै नाम हो। उमा गाउँमा सुतेर मसिना गाउँमा बोलेर आएको म। त यो पाराको ठाउँहरूमा परमेश्वरले मलाई पुग्न दिनुहुन्छ। हालेलुया। ओके, त्यो त जस्ट इन्ट्रोडक्सन मैले तपाईँलाई बताएँ। आज मैले तपाईँलाई दिनुपर्ने टपिकको नाम चाहिँ हो मलाई बगैँचामा लानुहोस्। सबले भन्नुहोस् त, मलाई बगैँचामा लानुहोस्। 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 तपाईँहरू मात्रै भन्नुहोस् त 2 पल्ट। धन्यवाद। मसँग तपाईँहरूले 1 कोरिन्थी 3 अध्यायको 6 पद पढ्नु हुनेछ। म बाइबलबाट खोल्दैछु। बेसी म पद खोल्दिनँ आज, 1-2वटा मात्रै। 1 कोरिन्थी 3 अध्यायको 6 पद तपाईँले खोल्न सक्नुभयो भने पढ्न पनि सक्नुहुन्छ होला। यो हावाले गर्दा मेरो बाइबल पल्टाएको रहेछ। मैले रोपे, अपोलोसले पानी हाले, तर परमेश्वरले बढाउनु भयो। फेरि एकपल्ट पढिदिनुहोस् त। मैले रोपे, अपोलोसले पानी लगाए, तर परमेश्वरले बढाउनु भयो। त यो खण्ड मजाको शब्दहरू छ त्यहाँ। रोप्ने काम पनि छ। अनि एकछिन बादमा रोप्ने मान्छेले नै पानी हाल्नु पर्दैन रहेछ, पानी हाल्ने पनि रहेछ त्यहाँनिर। तर न रोप्नेले बढाउने रहेछ, न त पानी हाल्नेले बढाउने त परमेश्वर रहेछ। त यसकारणले तपाईँ र मलाई परमेश्वरले जुन जीवन दिनुभएको छ अद्भुत छ। अनि जुन वरदान दिनुभएको छ त्यो पनि अद्भुत छ। जुन बोलावटमा बोलाउनु भएको छ त्यो झन् खतरा छ। तर एउटा कुरा चाहिँ जिन्दगीभरिमा भुल्नु हुँदैन रहेछ, कसैलाई परमेश्वरले रोप्नको लागि बोलाएको रहेछ, कसैलाई परमेश्वरले पानी हाल्नको लागि बोलाएको रहेछ। तर रोप्ने र पानी हाल्ने चाहिँ त र म गर्नु हुँदैन अरे। रोप्ने र पानी हाल्नेले त र म गर्नु हुँदैन अरे। झन् बढाउने कुराको त चिन्तै गर्नु हुँदैन अरे। बढाउने काम त हाम्रो होइन रहेछ, परमेश्वरको। अनि हजुरको हाउस चर्चको नाम मैले सोध्दिनँ पनि, भ्याउँदिनँ पनि, तर यो बढ्छ। आमेन। म घोषणा गर्दैछु यो बढ्छ, किन यो हाम्रो काम होइन, यो परमेश्वरको काम हो। बढाउने त परमेश्वरले हुनुहुन्छ नि त। परमेश्वरलाई जोरदार ताली बजाएर हामी धन्यवाद भन्नेछौँ। त मैले यो खण्ड पढेँ, जानी पढेँ। हाम्रो टपिकको नाम चाहिँ फेरि भनिदिनुहोस् त, एक ताली बजाउँदा त बिर्सेँ क्या हो? कहाँ लानुहोस् अरे? बगैँचामा। अब कुरा चाहिँ यो बगैँचामा लानु भनेको चाहिँ त्यो फ्युचरको कुरा हो, त्यो भविष्यको कुरा हो।
हाम्रो हरेकको भविष्य छ, हरेकको भविष्य छ, तर भविष्य हुनुभन्दा अगाडि वर्तमान छ। हिजोको दिनमा के भयो त्यो बिर्सिदिनुहोस्। अब पास्ट फर्केर आउँदैन, विगत फर्केर आउँदैन, त्यसलाई बिर्सिदिनुहोस्। आजको वर्तमानमा तपाईँ रमाइलो जीवन बाँच्नुहोस् अनि तपाईको फ्युचर ब्राइट छ भनेर सम्झना गर्नुहोस्। किनभने हाम्रो परमेश्वर जसले हाम्रो हात समात्नु भएको छ उहाँ थुमा हुनुहुन्छ अनि जहाँ थुमा छ नि त्यहाँ बिजुली बत्ती पर्दैन रे। जहाँ थुमा छ त्यहाँ बिजुली बत्ती पर्दैन भनेर परमेश्वर प्रकाशको पुस्तकमा लेखेको छ। म जम्मै पढ्न भ्याउँदैन। आज हामी उज्यालो बाटोमा जाँदैछौँ। सबले यसो गर्दै हुनुहुन्छ, हामी उज्यालो बाटोमा जाँदैछौँ। हालेलुया। तर हाम्रो सपना चाहिँ के छ भने मलाई बगैँचामा पुर्याउनुहोस्। तर बगैँचामा त्यतिकै पुर्याउनु मिल्दैन। तपाईको सपना पुरा हुन्छ होला तर हतार पनि छैन। यसले गर्दा मैले तपाईलाई आज यो टपिकमा बोल्दै गर्दाखेरि, मैले यो खण्ड पढ्दै गर्दाखेरि परमेश्वरले हामीलाई चारवटा बाटोबाट भएर लानुहुन्छ। पहिले सबले सुन्नुहोस् त, चारवटा बाटोबाट भएर लानुहुन्छ। माटो, पानी, घाम, गमला। फेरि एकपल्ट गर्नुहोस् त, माटो, पानी, घाम, गमला। दिदी बहिनीहरूलाई मजा आउँछ। गमला भन्नु बित्तिकै कान चम्को हुन्छ कि उनीहरू फुलको शौकिन छ त। त्यसले गर्दाखेरि म पनि फुल मन पराउँछु तर म रोपी हिँड्दिनँ, भ्याउँदिनँ पनि। कसैले दिइहाल्यो भने घरमा पुर्याउँदिनँ, म भ्याउँदैन त्यसो गरिरहनु। मेरो टार्गेटै अर्कै छ, त्यो अरूको टार्गेट होला, त्यसलाई मेरो भन्नु केही छैन। मेरो टार्गेट त्यो फुलबारी होइन। त यो माटो चाहिँ के हो त? उसो भए यो माटो चाहिँ के हो त? हामीले हाम्रो सपना चाहिँ हामीलाई बगैँचामा पुर्याउनुहोस् भनेर हामीले भन्यौं, तर आफूले भनेको कुरो जिन्दगीभर बिर्सिनु चाहिँ हुँदैन। छेउको साथीलाई घोचेर भन्नुहोस् त, आफूले भनेको कुरा आफैले चाहिँ बिर्सिनु हुँदैन है साथी। हालेलुया। के गर्नु हुँदैन रे? आफैले बिर्सिनु हुँदैन। तपाईले के भनेर परमेश्वरलाई प्रार्थना गर्नुभयो अहिले बिहानी? अहिलेको टपिकमा मलाई बगैँचामा लानु, यो त प्रार्थना हो। तपाईको प्रार्थना अहिले हुँदैन, यो भोलिको कुरा। सायद लाग्छ होला, निकै वर्ष लाग्छ होला बगैँचामा तपाईलाई पुग्नु, निकै वर्ष लाग्छ होला। तर प्रभुलाई धन्यवाद होस्, बगैँचामा पुग्नु भन्दा अगाडि एउटा बाटो छ अनि त्यो बाटोबाट भएर परमेश्वरले लानुहुन्छ। हालेलुया। फेरि एकपल्ट गर्नुहोस् त, संगतिको माटो, प्रार्थनाको पानी, वचनको घाम, मण्डलीको गमला अनि मात्रै बगैँचा। हेर्नुहोस् है, तपाईको प्रार्थना चाहिँ बगैँचा हो, तर परमेश्वरले तपाईलाई संगतिको माटोबाट भएर लानुहुन्छ। केबाट लानुहुन्छ रे? संगतिको माटोबाट भएर परमेश्वरले लानुहुन्छ। एकैचोटि बगैँचामा पुर्याउनुहुन्न। बगैँचामा त रुख पुग्नु पर्छ नि त रुख त्यतिकै हुँदैन होला नि, त्यसको बिउ छ होला नि त। यसले गर्दाखेरि त्यो बिउको बारेमा पहिलो पत्रस 1 अध्यायको 23 पद म अहिले खोल्दिन, त्यहाँ नेपाली बाइबलमा अविनाशी बीज भनेको छ। त्यसको डिस्ट्रक्सन छैन अरे, त्यो नाश हुँदैन अरे। अनि त्यो अविनाशी बीज, अविनाशी बिजन, अविनाशी बिउ धन्ना तपाई जस्तो मलिलो जमिनमा परेछ। मलिलो जमिनमा परेछ। सुसमाचार त संसारले पनि सुनेको छ।
सुसमाचार त संसारका मानिसहरूले पनि सुनेको छ कुनै न कुनै माध्यमबाट। तर समस्या चाहिँ यो भयो उनीहरूको लागि, कसैले चाहिँ बाटोको जमिनमा भएर स्वीकार गरेछ, कतिले चाहिँ ढुङ्गेनी जमिनमा स्वीकार गरेछ, कतिले चाहिँ काँडाको झ्याङमा स्वीकार गरेछ। तर धन्य हाउसमा तपाईँ जोहरू आउँदै हुनुहुन्छ नि, तपाईँ चाहिँ मलिलो जमिनमा पर्नु भएको छ। परमेश्वरलाई ताली बजाएर धन्यवाद भन्नुहोस्। छेउको साथीलाई भन्नुहोस् न, तिम्रो त निधारै ठुलो छ भन्नुहोस् न। हालेलुया। त मलाई आशा चाहिँ के लाग्यो भने नि, तपाईँ अब 30 गुणा 60 गुणा 100 गुणा फल्दै जानु हुने रहेछ। किनभने तपाईले संगतिको माटो पाउनु भएको छ। संगतिको माटो जसले पायो, संगतिको माटो पायो भने हरेक बिरुवा उम्रिन्छ। सबले यसो गर्दै भन्नुहोस् त, संगतिको माटो पायो भने हरेक बिरुवा उम्रिन्छ। हालेलुया। मैले प्रभु पाको 52 साल भयो। धन्ना म किन 30 गुणा 60 गुणा 100 गुणा किन फल्दैछु? किनभने अहिलेको स्थितिले गर्दा होइन, त्यो जमानामा जुन संगति मैले पाएँ नि त्यसको कारणले हो। सुरुमा त कसले के पो बुझेको हुन्छ र? मैले पनि बुझेको चाहिँ होइन त्यति बेला। र पनि तर धीरज धरेर मलाई डोर्याउने अगुवाहरूले धीरज धरेर मलाई राम्ररी संगतिमा डोर्याएछ। माटोमा हालेछ, म बिउलाई माटोमा हालेछ। उनीहरूले धेरै दुःख गरेको छ। मलाई बप्तिस्मा दिने पास्टरको बारेमा म सोच्दैछु यति बेला। प्रेम कुमार राई हो, उनको छोराले अहिले घुममा सेवकाई चलाउँदैछ, हिमालयन प्रिचर्स। पास्टर आनन्द राई भन्छ। उहाँको पापाले मलाई यही पञ्चनदीमा हो, यतै कता बग्छ होइन, पिता पुत्र पवित्र आत्माको नाउँमा तिमी सानो मान्छेलाई यहीँ डुबाउँछु भनेर यहीँ डुबाएको। अहिलेसम्म पनि त्यत्रै छु फेरि म। त्यति बेला पनि त्यत्रै थिएँ 18 वर्षको उमेरमा, अनि अहिले म 70 पुग्दा पनि त्यत्रै नै छु। त जे होस्, प्रभुलाई धन्यवाद होस्। त्यो समयमा पास्टर बाउले मलाई बिस्तारो कटेज मिटिङ भन्नेमा लग्यो, घर घरमा पुर्यायो, अनि पाराले उहाँले मलाई संगति दिनुभयो। अनि तपाईँ अहिले जुन ढङ्गले तपाईँ डोरिँदै हुनुहुन्छ नि, पास्टरले मलाई जुन ढङ्गले डोर्यायो, हाम्रो प्रभुको दासले तपाईँलाई डोर्याउँदैछ। हालेलुया। प्रभुको दासको लागि एकपल्ट जोरदार ताली बजाएर धन्यवाद भन्नुहोस्। अनि एक दिन मैले जसरी मेरो पास्टरको सम्झना गरेँ त्यसरी नै उनको पनि तपाईँले सम्झना गर्नुहुनेछ। आमेन। मूल कुरा चाहिँ त्यो बगैँचामा जानुभन्दा पनि बढी तपाईँले त्यो कुरा भुल्नु हुँदैन रहेछ। अहिले जुन संगतिको माटो पाउनु हुँदैछ नि, यो अत्यन्तै महत्त्वपूर्ण माटो हो। हालेलुया। अब संगतिकै कुरा गर्ने हो भने यो सुन्दर माटो छ, अनि यो मलिलो माटो हो। सकभर आफ्नो जीवनलाई तपाईँले मलिलो बनाइराख्नुहोस्, अनि त्यहाँ चाहिँ परमेश्वरको वचनले काम गर्छ। परमेश्वरको अरू कुरोले काम गर्दैन है, परमेश्वरको वचनले मात्रै काम गर्छ। अनि मेरो जीवनमा चाहिँ परमेश्वरको वचनले काम गर्यो, जसले गर्दा अब यो उमेरमा आइपुग्दाखेरि पनि म मेरो परमेश्वरलाई आराधना गरिराखेको छु। मलाई मिठो लाग्छ। म आइतबार मात्रै आराधना गर्दिनँ, प्रत्येक दिन गर्छु म। किनभनेदेखि आइतबार मात्रै गर्नेहरू चाहिँ सुक्दै जाँदो रहेछ, प्रत्येक दिन गर्नेहरू चाहिँ फुक्दै जाने रहेछ। यसले गर्दा म चाहिँ दिनहुँ भन्ने शब्द मन पराउँछु। बाइबलमा मैले भेटाएँ, फेरि इङ्ग्लिसमा चाहिँ मैले डेली भन्ने शब्द भेटाएँ। प्रेरित 2 अध्यायको 46 पदमा डेली भन्ने शब्द लेखेको रहेछ। नेपालीमा हेरेको त डेलीको त दिनहुँ हुनु, त्यही चाहिँ मेटाइदिएछ फेरि अनुवादकले। कुनै बाइबलमा दिनहुँ भन्ने शब्द नै छैन। मलाई साह्रै रिस उठ्यो। अनुवाद गर्दाखेरि मातेर पो गरिदियो। अलिक ठिकसँग गर्नु बाइबल अनुवाद गर्दा। त्यो परमेश्वरको वचन हो। प्रार्थनाको साथमा गर्नुपर्छ अनुवाद गर्दाखेरि। म आशा गर्छु
हामी होशियार हुनेछौँ। हालेलुया। अनि म तपाईलाई शुभकामना पोख्छु, एक न एक दिन मेरो उमेरमा पुग्दाखेरि तपाईले यो गवाई भन्नुहुनेछ। त्यति बेला म प्रभुको घरमा भइसकेको हुनेछु, यहाँ भन्दा अझै आनन्दित ठाउँमा, यहाँ भन्दा अझै आनन्दित ठाउँमा चाहिँ म किन पनि जान हतार गर्छु भने यहाँ झमेला छ बेसी पृथ्वीमा। तर छिट्टै टिकट काट्दै भन्नु पनि मिल्दैन। परमेश्वरको घरमा जानु जतिको। फेरि अर्को कुरा चाहिँ मलाई मर्नुसँग डर छैन। कि मैले जब बाइबल पढेँ, मर्नु भन्ने शब्द मर्नु होइन रहेछ विश्वासको लागि, सर्नु मात्रै रहेछ। यतिको रहेछ। मर्नु भनेको चाहिँ नि यो दुःखलाग्दो संसारबाट सुखलाग्दो संसारमा सर्नु रहेछ परमेश्वरलाई पाउनेहरूको लागि। तर परमेश्वरलाई नपाउनेहरूको लागि खतरा हो नि फेरि। त्यसले गर्दा मलाई चाहिँ डर छैन। प्रभुलाई मैले पाइसकेको छु, उहाँले मेरो जीवनमा किसिम किसिम गर्नुभएको छ। अनि म सम्झना गरिबस्छु, म धन्यवाद भनि नै बस्छु। र मैले तपाईँहरूसित आज बाँड्नुपर्ने कुरा चाहिँ के हो भने परमेश्वरले तपाईँलाई एक दिन बगैँचामा लानु हुँदैछ। तर बगैँचामा लाने प्रोसेस चाहिँ संगतिको माटो भएको कारणले तपाईँले जुन ढङ्गले संगति अहिले गर्दै हुनुहुन्छ, यो यसमा अल्छी नगरिकन संगतिमा गएकै गर्नुहोस्। तर स्वर्गीय बिउ तपाईभित्र परेको छ। पहिलो पत्रस 1:23 को आधारमा स्वर्गीय अविनाशी बिउ, सबले छाती ढकढक पार्दै भन्नुहोस् त, अविनाशी बिउ म भित्र परेको छ। म नासुदिन है साथी भन्नुहोस् न। तपाईँ अविनाशी बिउ तपाईभित्र परेको छ त। जसरी म भित्र अविनाशी बिउ परेको छ त्यसरी नै तपाईभित्र अविनाशी बिउ परेको छ। सान्तुनो बिउ होइन, यो अविनाशी बिउ परेको छ। अनि तपाईँ महँगो मान्छे हो। छेउको साथीले घोचेर भन्नुहोस् त, तिमी त साह्रै महँगो पो रहेछौ भन्नुहोस् न। हालेलुया। कोही कोही बेला महँगो, म महँगो हो भनेर थाहा नपाएर चाउरी परेको त्यो निम्बु निचोरेको जस्तो अनुहार बनाएर कतिवटा बाँच्छ। मलाई मन पर्दैन। परमेश्वरलाई पाउने मान्छेहरू चाहिँ निम्बु निचोरेको जस्तो हुँदैन। परमेश्वरलाई पाउने मान्छेहरू चाहिँ पाके सुन्तला जस्तो हुन्छ। पहेँलो नपहेँलो हेर्दै खाउँ खाउँ लाग्दो क्या, कुरै गर्नु हुँदैन। प्रभुलाई धन्यवाद हो। परमेश्वरलाई पाउने मानिसहरू चाहिँ जुलाईको सुन्तला होइन, फेरि प्रीति जिन्ताको धरी अनुहार चाउरिएको हुन्छ जुलाईको सुन्तला खायो भने। तर नोभेम्बरको सुन्तला खायो भने 80 वर्षको बोजू पनि प्रीति जिन्ता जस्तो हुन्छ। किन म प्रीति जिन्ताको कुरा गर्दछु? भर्खरै उनले 1 अरब 10 करोड चाहिँ अनाथालय आर्मीहरूको प्रियहरूको लागि डोनेट गरे नि त। अरबको कुरा गर्छु त म। यसले गर्दा याद गर्नु होला, हाम्रो परमेश्वर चाहिँ अद्भुत हुनुहुन्छ। तपाईँ र मलाई परमेश्वरले सुन्दर बिउ बनाएर तपाईले मेरो जीवनमा स्वर्गीय बिउ हालिसक्नु भएको छ। आमेन। सबले यसो गर्नुहोस् त, म त स्वर्गीय भएछु भन्नुहोस् न। हालेलुया। तपाईँ स्वर्गीय मान्छे हो, म स्वर्गीय मान्छे हो। यसै कारण हामी अर्कै खालको मान्छे हो। त्यति हो, टोटोवालाले चिन्दैन र ठेल्छ। बिचाराले अब थाहा छैन यो भित्र स्वर्गीय कुरा छ भनेर थाहा छैन। र पनि ठिकै छ, गरे आउँछौँ हामी टोटोमा चढेर पञ्चनदी परमेश्वरको महिमाको लागि। हालेलुया। त कुरा चाहिँ यहाँ के हो भने परमेश्वरले चाहना चाहिँ मत्ती 13 म खोल्न भ्याउँदैन। 39 पददेखि उता चाहिँ 3टा कुरा येशूले गर्नुभएको छ। सबले यसो गर्नुहोस् त, 3टा कुरा येशूले गर्नुभएको छ। आशा गर्नुभएको छ 30 गुना, 60 गुना, 100 गुना होस् भनेर। हेर्नुहोस् है, येशूले तपाईलाई त्यतिकै स्वर्गीय बिउ हालेको होइन है, आशाको साथमा हालेको छ। यसले गर्दाखेरि यो प्रभु यीशु ख्रीष्टले योहन्ना 15 अध्यायमा
प्रार्थना गर्दा यसो भनेको छ, मेरा पिता किसान हुनुहुन्छ, म चाहिँ डाकको बोट हुँ। चेलाहरूलाई भन्यो, तिमीहरू चाहिँ डाकका बोट हौ, सरी हाँगाहरू हौ। अनि पिताले चाहिँ फल फलेको मन पराउनुहुन्छ अरे। हेर्नुहोस् है, हाम्रो पिता परमेश्वर चाहिँ आशावादी छ। तपाईँ र मैले प्रभुलाई पाउनुको पछाडिपट्टि उहाँको ठुलो आशा लुकेको रहेछ। त्यो कुरा चाहिँ मैले 18 वर्षको उमेरमा नै बुझिहालेको कारणले अहिले म फल फल्दैछु। अलि धेरैजनाले उहाँले नै त सोधिहाल्यो अघि, हजुर कुन कुन देश जानुभयो? उहाँले त्यो त सोधेन नि, 18 वर्षको उमेरमा तपाईँ कतिको बिजोगको थियो? त्यो सुरुवातमा ठुलो बिजोगको अवस्था सेवाका गरेको हो नि त म। त अहिले आएर धेरै रमाइलो लाग्छ। जब म युएसमा उडेर जान्छु, मलाई पनि रमाइलो, हेर्नेलाई पनि रमाइलो। प्रभुलाई धन्यवाद होस्। अहिले त्यतिकै भएको होइन नि त्यो 18 वर्षको उमेरमा मेरो स्थिति अर्कै थियो। 22 वर्षको उमेरमा चाहिँ यस्तो पनि भयो। यही गुरुङ बस्तीमा हाम्रो आफ्नो घर थिएन, चर्चमा बस्थे म, आमा र म। अनि आमा के काम लिएर माथि तिनदारे जानुभएछ, म त सेवकाई सकेर फर्के। तर सेवकाई सुरु गर्नुभन्दा अगाडि नै प्रचार चाहिँ मैले गर्थेँ नि। फेरि प्रचार त 18 वर्षको उमेरदेखि नै गर्नु थालेको, तर अभिषेक मात्रै 78 मा गरेको मलाई मेरो पास्टरले। त्योभन्दा अगाडि नै प्रचार चाहिँ मैले गरेको। त्यो दिन आमा के भनेर तिनदारे जानुभयो, चाबी पनि लिएरै जानुभएछ। म सेवकाई सकेर आउँदाखेरि चाबी छैन, ताला यत्रो। मैले पल्लो घरलाई भने, आमाले चाबी छोडेन त। पल्लो घरलाई सोधे, आमाले चाबी छोडेन त। उसको चाबी मागेर खोल्नु खोजे भएन, उसको चाबी ल्याएर खोल्नु खोजे भएन, काँटीले घोचेर खोल्नु खोजे भएन। अनि मेरो पास्टर बाबु जसको छोरी सरिता 8 वर्षको थियो, म 22 वर्षको थिएँ, त्यसलाई मैले भने, मसँगै खेलिबस्थ्यो, बहिनी यीशुको नाउँमा यो ताला खोलिदिउँ भने, खोलिदिनुहोस् भन्यो। त्यसले पनि अब यही औँलाले त्यो ठुलो फलामको तालालाई यीशुको नाउँमा तो ताला खोली गरेर टक गरेर खप्ला गरेर खोल्यो। अनि बहिनी सरिताले के बुझेको नि, कुद्यो, ध्रुव दाजुले औँलाले ताला खोले भनेर गाउँभरि हल्ला गर्यो। अनि भरे आइपुग्दा मैले भने, बहिनी होइन, ध्रुव दाजुले खोलेको होइन, यीशुको नाउँ तैँले त भन्नु भुलिस् र। ध्रुव दाजुले होइन, यीशुको नाउँले खोलेको हो। अनि त्यहाँदेखि उता मेरो विश्वास येशूमाथि अझै बढ्यो। परमेश्वरले मिराकल गर्नुभयो नि त। म 22 वर्षको उमेरमा हुँदा नै परमेश्वरले आश्चर्य कर्म गर्नुभयो। फलामको ताला यीशुको नाउँमा खप्पक्कै खोलिनु भनेको म आफै पनि छक्कै परेँ। यसले गर्दा पनि म यीशुलाई छोड्दिनँ। यसले गर्दा पनि, किनभने उहाँले मलाई आपतको बेलामा सहायता गर्नुभयो। अनि म विश्वास गर्छु त्यो मेरो जीवनबाट मात्रै हुने होइन, तपाईँको जीवनबाटै हुन्छ। किनभने येशू नाउँ मेरो पेवा होइन, येशू नाउँ सबैको हो। अघि तपाईँले येशू नाउँको जब भजन गाउँदै हुनुहुन्थ्यो, म तपाईँसित रमाउँदै थिएँ। मलाई मजा लाग्छ आराधना, मजा लाग्छ। येशूको नाउँलाई माथि उचाल्नु जतिको शक्तिशाली चिज अरू केही पनि होइन। अनि हामीलाई प्रभुलाई धन्यवाद होस्। म चाहिँ टोइलेटमा पनि गाउँछु नि, फेरि नसुन्नु होला। हालेलुया। कि मेरो परमेश्वर चाहिँ नि चर्चमा मात्रै छैन, मेरो परमेश्वर म सुतेको कोठामा पनि छ, मेरो आँगनमा पनि छ, म चढेको टोटोमा पनि छ, म चढेको गाडीमा पनि छ, म हिँडेको जङ्गलमा पनि हुनुहुन्छ। मेरो येशू सीमित येशू हुनुहुन्न, उहाँ असीमित अनलिमिटेड परमेश्वर हुनुहुन्छ। म भित्र भएको येशू अनि तपाईँ भित्र भएको येशू पनि अनलिमिटेड हुनुहुन्छ। हालेलुया। अनि मैले तपाईँलाई बिउको कुरा गर्दै थिएँ। अनि त्यो बिउ चाहिँ वास्तवमा परमेश्वरले आशा गर्नुभएको चाहिँ 30 गुणा, 60 गुणा, 100 गुणा हो। प्रभुको घरमा जाँदा तपाईँलाई परमेश्वरले सोध्नेछ। तपाईँ मैले एउटा बिउ हालिदिएको थिएँ, के गरिस् भनेर सोध्नेछ। तपाईँले भन्नुहुन्छ म त एक्लै पो आएँ।
परमेश्वरले नेपाली भाषा जान्दछ ए लठुई एक्लै नआइज भनेको थिए एक्लै आउनु हुँदैन थुप्रैलाई लिएर आउनुपर्छ नरक रित्याउनु पर्छ नरक हाम्रो एजेन्डा नै नरक रित्याउने हो हाम्रो एजेन्डा नै स्वर्ग भर्ने हो आमेन त्यसले गर्दा मैले चाहिँ जीवनमा निश्चय गरेँ यसले गर्दा पनि मलाई स्कुलको टिचर हुनको लागि गभर्नमेन्टले बोलाएको थियो त्यति बेला भर्खर हाई स्कुल पास गरेको मान्छे त्यति बेला छिट्टै नोकरी पाउँथ्यो फेरि त्यति बेला टिचर पाउँदैन थियो अनि त्यति बेला निकै पढेको मान्छे भनेको मै मात्रै थिएँ नि त्यहाँ गभर्नमेन्टले टिचर बोलाएको तर भर्खर मैले प्रभुलाई ग्रहण गरेका थिएँ मैले सोचेँ स्कुल भनेको 10 बजी जान्छ 4 बजी आउँछ आज पनि त होइन भोलि पनि जान्छ हुँदैन 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 10 गएर 4 बजी फर्किने काम म गर्दिनँ मैले अचम्मको परमेश्वर भेटाएको छु उहाँको बारेमा सारा संसारलाई भन्नुपर्छ म कहाँ स्कुल जाँदै आउँदै जाँदै आउँदै देखेँ मैले स्कुलको टिचरहरू सरी म गर्दिनँ भने म गइनँ गभर्मेन्ट सर्भिस गरिनँ मैले जिन्दगीमा मैले सर्भिसै गरिनँ नोकरी नै गरिनँ मैले जिन्दगीभरि अनि व्यापार गर्नु भन्छ व्यापारको बी पनि आउँदैन मलाई व्यापारको बी पनि आउँदैन नोकरी त मैले गर्दै गरिनँ तर व्यापारी भन्दा अलिक राम्रो खान्छु ल म त्यो नोकरी गर्ने भन्दाखेरि उड्छु ल म किन यसो भयो किनभने मैले पैसामा ध्यान दिइनँ मैले जागिरमा ध्यान दिइनँ मैले व्यापारमा ध्यान दिइनँ मैले सिधै परमेश्वरमाथि मैले भरोसा गरेँ अनि म आशा गर्छु परमेश्वरमाथि भरोसा गर्दा दुःख पाउने रहेछ चुप कुरा बुझ्दैनस् परमेश्वरमाथि भरोसा पर्दा यस्तो दानी हुन्छ मैले त खाएको छुइनँ अस्ति युएसमै हो एकजना अमेरिकन पास्टरले मलाई होटलमा लग्यो अनि तिमी इन्डियन खान्छौ कि चाइनिज खान्छौ कि अमेरिकन खान्छौ अरे इन्डियाको त म आफै हो कि इन्डियन खानु त्यहाँ चाइनिजको त्यही नुडल्स हो खाँदिनँ अमेरिका बल्ल बल्ल आएको अमेरिकन मगाउ त भने मैले मगायो है वेटरले ल्यायो मेरो अगाडिपट्टि यत्रो थालमा कालो कोदो हो त्यो त फेरि म छक्कै परे ए बाबा अमेरिका आएर पनि कोदोकै रोटी खानु म लठुवा रहेछ कोदोको रोटी होइन रहेछ त्यो बिफको चाहिँ स्टिम गरेर फ्ल्याट बनाएको रहेछ छुरीले स्वाट काट्दा स्वाटै काटिने चम्चीले आदि त छोडिन्छ कि भनेको कहाँ छोडिन्छ त्यत्रो मिठो हेर त थुक्नीले हाम्रो परमेश्वर चाहिँ अद्भुत परमेश्वर हुनुहुन्छ म तपाईलाई कन्फर्म गराउँदैछु परमेश्वरमाथि भरोसा गर्ने मान्छे भोकै हुँदैन परमेश्वरमाथि भरोसा गर्ने मान्छे नाङ्गै हुँदैन परमेश्वरको भरोसा गर्ने मान्छेको गाडी भाडा हुन्छ हालेलुया अस्ति दाङ भन्ने ठाउँबाट दाङ भनेको दया गरेर नजानु होला बेसी लाग्दैन काकरभित्रबाट 23.5 घण्टा लाग्छ बसलाई दाङबाट यो काकरभित्र आउँदै थिएँ भर्खर 3 बजे म बस चढेको थिएँ अनि बस चढेर मेरोमा ठुलो ट्याब थियो ब्लुटुथ थिएन समस्या चाहिँ ब्लुटुथ नहुनुको हो त्यो अनि ठुलो ट्याब कल आयो मेसेन्जर कल तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ बस भित्र चढे बस भर्खर हिँड्दै थियो कहाँ होइन दाङको लमैमा छु के गर्दैछ होइन बसमा हल्लिँदैछु म कानमा ढ्याप्पै पारेको थिएँ होइन हेटौडा भन्ने ठाउँमा स्कुल हल छ त्यसको त्यहाँनिर एउटा बोर्ड छ त्यो बोर्ड हेरेर तपाईँको गाडी रोक्नु होला भन्छ मेरो गाडी होइन बस हो बस अर्काको बस हो तिमी को बोलेको फेरि सोधे होइन म तपाईँलाई चिन्छु तपाईँले मलाई चिन्दैन एकछिन भए पनि भेट्नुपर्छ भन्छ आफ्नो गाडी भए पो ड्राइभर रोको भन्नु त्यो अर्काको बस अरूले चाहिँ के गर्छ फेरि मैले ड्राइभर भाइ हेटौडा भन्ने ठाउँमा एउटा स्कुल हल छ अरे बाइबर्डे बोर्ड छ अरे सडकको छेउमा छ अरे एक मिनट रोकिदिए हे सर म चिन्छु म रोकिदिन्छु टक्कै रातको 11:30 भएको थियो रातको 11 भएको थियो 11 नान्दै थियो बस रोकिदियो सेतो रुमाल ओढेको आयो यसो हेरे भूत त नहुनु पर्ने
आयो अनि त्यो बसको दैलोमा उभिएर आशिष माग्यो। मेरो पालो को ढ्याप्पै आशिष दिए। अनि त्यसपछि मेरो हातमा कुनी के दियो, यसो हेरेको त नरम छ, भर्खर भात खाएको रोटी अहिले खाँदिनँ भनेर बेगमा हाले। अनि काकडभिट्टामा ग्रेस होटल छ यहाँनिर अरुणाको। अनि एक जयमसी गरेपछि 1 कप चिया दिन्छ उसले जहिले पनि मलाई। अनि म बिहानी पुगेर त्यो रोटी चाहिँ त्यो चियासित खानु पर्यो भनेर निस्केको है त्यो होटलमा। बहिनी अरुणा जयमसी धेरै दिनको बादमा आउनुभयो, एकछिन बस्नु, चिया ल्याए। त्यसपछि ऊ चिया ल्याएर भित्र कता गयो, मेरो पालि पोका हेरे। हिजोको भए पनि रोटी दामी नै छ भने पोका निकालेर खाऊ, रोटीसँग चोप्दै खाऊ भनेको त चोपेर खाने त होइन रहेछ, थुकले गन्नु खालको पो रहेछ त। अचम्म गन्दा भयो, चिया चिसो भयो फेरि हो। मलाई गन्ने वरदान छैन फेरि। 25,000 कसले दियो फेरि राति हुँदो, कसले दियो नाम सोध्नु नि लटुवा। 1 मिनटभित्र के सोध्नु फेरि, मैले सोध्नु भ्याइन। पछिबाट उनीहरू युएस गइसकेछ, तपाईलाई राति त्यो अलिक सहयोग दिने म नै हो भनेर पछिबाट फोन गर्यो। अहिले चाहिँ म चिन्छु। अनि प्रभुलाई धन्यवाद हो। हाम्रो परमेश्वर नि उहाँले रुचाएको मान्छेलाई राति पनि परमेश्वरले पैसा पठाउनु हुँदो रहेछ। आरिस गरेर ताली बजाइदिनुहोस् न। हालेलुया। कसैले दिउँसै माग्दा पाउँदैन, मैले नमागिकन राति पनि पाएँ हो। यसले गर्दा म आशा गर्छु तपाईको विश्वास, तपाईको भरोसा सिधै परमेश्वरमाथि होस्। मैले मान्छेलाई मैले अहिलेसम्म मागेको छैन। म माग्दिनँ। इभन अमेरिकामा जाँदा पनि म फन्ड रेज गर्दिनँ। सिधै मैले पुलपिटबाट भन्छु म चाहिँ इन्डियाबाट आएको अगुवा हो, म फन्ड रेज गर्दैन। यसरी म माग्दिनँ। तर अब नमागिकन कोही आएर उभिरहेको बेलामा यस्तो गर्छ, थाहा छ त्यो डलर हो, नाइ भन्दिनँ नि फेरि। दिएको त नाइ चाहिँ भन्दिनँ, माग्दिनँ, तर दिएको चाहिँ म नाइ भन्दिनँ। किनभने म सेवक हो, चाहिन्छ नि त। हालेलुया। केही एउटै मात्रै देश जानु छ र, मेरो त अरू पनि देश जानु छ, अरू पनि ठाउँ जानु छ। फेरि त्यो 2 घण्टाको बाटो छैन, त्यो त 20 घण्टाको। हिजो अस्ति फिजी आइल्यान्ड 20 घण्टा लाग्यो। यहाँबाट दिल्ली 2 घण्टा, त्यसपछि 5.5 घण्टा दिल्ली टु हङकङ, हङकङबाट फेरि 10 घण्टा लाग्दो रहेछ फिजी आइल्यान्ड जानु, आकाशबाट उडेर जाँदाखेरि। अब फर्केर आउँदा फेरि जापान भएर आउनु पर्यो 9 घण्टा, फेरि 4.5 घण्टा हङकङ, त्यसपछि दिल्ली, त्यसपछि बागडोग्रा गरेर लाग्दैन। त्यो 2000ले त पुग्ने कुरै भएन। तर मेरो परमेश्वर चाहिँ अत्यन्तै विश्वासयोग्य हुनुहुन्छ। मेरो मात्रै विश्वासयोग्य होइन नि त, सबैको परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। हालेलुया। यसो गर्नुहोस् न, मेरो विश्वास बढ्यो भन्नुहोस् न। हालेलुया। तपाईँ विश्वास बढाउनुहोस्। अनि यो चाहिँ के हो भन्दा, त्यो मलिलो जमिनमा नि अघि पानी हालेको कुरा गरे नि, पानी भनेको प्रार्थना हो। तपाईले बढी भन्दा बढी समय प्रार्थनामा बिताउनु भयो भने नि पानी, जमिनले पानी पाउँछ। सबले यसो हुनुहुन्छ, जमिनले प्रार्थनाको पानी पाउँछ। म तपाईलाई बाइबल नखोलिकन एउटा कुरा भन्दैछु। पहिलो राजा 17 अध्यायको तपाईले 1 देखि 6 भरे भोलि तपाईले खोलेर पढ्नु भयो भने त्यहाँ एकजना प्रभुको दास हुनुहुन्छ, उनको नाम अगमवक्ता एलिया। अनि एलिया गरेर परमेश्वर जब बोल्नु भयो, हजुर गरेर पछाडि फर्केर परमेश्वरले भन्छ म पछाडि छुइनँ, अगाडि नै छु। उसको आइडिया चाहिँ पछाडिबाट बोलाए जस्तो लाग्यो, पछाडि फर्केर परमेश्वर त अगाडि बोल्दै रहेछ। जा गएर करिब खोलामा प्रार्थना गर, पानी चाहिन्छ, तेरो जीवनमा पानी चाहिन्छ, त्यसले गर्दा म करिब खोलामा लाँदैछु तँलाई, प्रार्थनाको पानीमा जा। अनि 2टा घोडाहरू चाहिँ बालुवामा टेकेर प्रार्थना गर्न थाल्यो। एकछिन बादमा तिर्खा लाग्यो। अनि परमेश्वरले भन्छ प्रभु मलाई तिर्खा लाग्यो। ओके, तो जन्मिनु भन्दा अगाडि नै मैले तँलाई तिर्खा लाग्छ भनेर करिब खोला खलल बग्दैछ खाबो। तँलाई म यति बिघ्न माया गर्छु, त जन्मिनु भन्दा अगाडि नै करिब खोला मैले बनाएको। तँलाई म यति बिघ्न माया गर्छु, मैले त जन्मिनु भन्दा अगाडि नै पञ्च नदी बनाएको।
हेर्नुहोस् त, परमेश्वर इन एडभान्स तयारी गर्ने परमेश्वरलाई एकपल्ट जोरदार ताली बजाएर हामी धन्यवाद भनौँ। हाम्रो परमेश्वर चाहिँ ढिलो गर्नुहुन्न, उहाँले अलरेडी गरिसक्नु भएको छ, विश्वास गरेर स्वीकार मात्रै गर्नुपर्ने हो। त्यसपछि पानी पिएर फेरि प्रार्थना गर्नु थाल्यो, प्रार्थना गर्दा परमेश्वरले प्रार्थना सुन्नुभयो। अनि त्यति बेला एलियालाई भोक लागेको थियो। परमेश्वरले माथिबाट देख्छ, आकाशमा एउटा काग कहाँबाट उड्दै रहेछ, काग 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 गरेर उड्दै थियो। अनि परमेश्वरले भन्छ, तँलाई मैले काग काग गरेर आकाशमा अर्थान उडिनको लागि बोलाएको होइन। मेरो प्रभुको दास जसले घुँडा टेकेर मसँग प्रार्थना गर्दैछ, अनि त्यो प्रार्थना गर्दै गरेको उसको भुँडीमा भोक लागेको छ, तँ चाहिँ आकाशमा उडेर काम न कास काग काग भन्दै उठ्छस्, पर गएर एउटा लठेप्री परेको केटीले रात तातो रोटी पोल्दैछ, ढकना लानु बिर्सेको छ, एउटा टिप र गएर मेरो दासलाई दे। त्यसले लङ पेन्ट लगाएको छैन, हाफ पेन्ट लगाएको छ, अनि पासुलामै झार्दे। अनि कागले गएर तातो रोटी पासुलामै झार्यो। अनि एलियाले भन्छ आथा, परमेश्वरले भन्छ मैले दिएको रोटीलाई आथा नबन कप खा। हाम्रो परमेश्वर चाहिँ नि प्रबन्ध गर्ने परमेश्वर हुनुहुन्छ, प्रबन्ध गर्ने। अनि मेरो जीवनमा त एलियाले जसरी अनुभव गर्यो मैले पनि अनुभव गर्दैछु, मेरो लागि उहाँले रोटी मात्रै होइन, मेरो लागि उहाँले पैसा मात्रै होइन, म जुन ठाउँमा छु नि त्यही हिलो थियो, हिलो। एक दिन दार्जिलिङबाट अहिले मेरो पास्टर जीवन राय ज्योति, अनि उनलाई मैले यही हातले माथि दार्जिलिङमा बप्तिस्मा दिएको, पिता पुत्र पवित्र आत्मा नाउँमा तिमी अलिक ठुलो खालको रहेछौ, डुबाउनु गर्दा म आफै डुबेको। अनि त्यसपछि यहाँ सेवाकाई गर्दै थियो र अङ्कल मलाई भिजिट गर्न आउनुहोस् न भन्यो। मेरो मलाई दार्जिलिङबाट भिजिट गर्न आएँ। अनि त्यहाँ जुन ठाउँबाट हिँडेर जाँदै थिएँ त्यहाँ हिलो थियो, कमलको फुलहरू जस्तो पनि थियो, सिङ्गडाहरू थियो, त्यहाँ हिलो। अनि मैले त्यो हिलोमा हेरेर भने प्रभु सिलगढीमा यस्तो जमिनहरूमा त घर पनि बनिनु सक्छ भनेर गएको, त्यति भनेर गएको। जमिनलाई मैले प्रार्थना गरेको होइन, भनिवरी गएको। अहिले आएर बुझ्दैछु त्यही हिलो जहाँनिर मैले भनिरहेको थिएँ त्यही मेरो अहिले 3 तला छ। ल यसले गर्दाखेरि तपाईँलाई म कन्फर्म गर्दैछु मेरो परमेश्वर लडतर परमेश्वर होइन, मेरो परमेश्वर। तपाईँले भनिराख्नुपर्छ, जमिनले पनि पर्खिरहेको छ कसले भन्छ भनेर। तपाईँको मुख छिटो भयो भने हुन्छ नि त, गर्छ। हालेलुया। विश्वासको वचन बोल्नुहोस्, विश्वासको वचनमा। अनि यसलाई ग्रीक भाषामा उपोस्ट्यासिस भन्छ, ग्रीक भाषामा उपोस्ट्यासिस भन्छ। अनि उपोस्ट्यासिस भनेको इङ्ग्लिसमा सर्टेन्टी हो, नेपालीमा निश्चयता हो। निश्चयता भनेको हुन्छै हुन्छ हो। यसले गर्दा म आशा गर्छु यो पञ्चनदीमा भएको यो मण्डली बढ्छै बढ्छ, तपाईँको व्यक्तिगत जीवन बढ्छ, तपाईँको उन्नति हुन्छ, तपाईँको सफलता हुन्छ, तपाईँको आउने बाटो खुल्छ, बन्द भएकोहरू पनि गर्दै आउँछ तपाईँको। हालेलुया। तर तपाईँले भन्नुपर्छ नआइज होइन, आइज, छिटो आइज। हालेलुया, हालेलुया। फेरि भन्नुहोस् त, संगतिको माटो, प्रार्थनाको पानी, वचनको घाम। दोस्रो पत्रस 1:19 पदमा चाहिँ त्यहाँ झिसमिसे उज्यालो नहुन्जेलसम्म, मध्य दिनको घाम नहुन्जेलसम्म अगमबानीको वचनलाई तिमीले दियोलाई जस्तै पक्रिराख, परमेश्वरको वचनले भन्छ। यसले गर्दा प्रार्थनाको साथसाथमा बिउलाई हुर्कनको लागि, बढाउनको लागि 30 गुणा 60 गुणा 100 गुणा त भरे भोलिको कुरा। पहिले त त्यो बिरुवाले घाम पाउनुपर्छ, पहिले त त्यो बिरुवाले घाम पाउनुपर्छ। अनि परमेश्वरको वचन चाहिँ घाम जस्तो छ। तपाईँको हातमा भएको बाइबल या तपाईँको एन्ड्रोइड फोनमा भएको बाइबल मेरो लागि त एउटै हो, र पनि पढ्नु चाहिँ पर्यो। यही बाइबल भयो भने पढ्नु पर्यो, फोनमै भएको पनि पढ्नु पर्यो, बाइबल पढ्नु चाहिँ पर्यो। तर पढ्दाखेरि त्यसले चाहिँ विश्वास उमार्छ। किन रोमी 10:17 पदमा के लेखेको छ भने विश्वास चाहिँ सुनेर आउँछ, सुन्नु भन्ने कुरा चाहिँ त्यो पल्लो घरको बोजूबाट आउँदैन अरे, परमेश्वरको मुखबाट निस्केको वचनले मात्रै विश्वास आउँछ। पल्लो घरको बोजूको कुरा तपाईँले सुन्न थाल्नुभयो भने नानी यस्तो खोक्नेहरू त भट्टाभट जाँदैछ भन्छ बोजूले, त त्यो खराब रिपोर्ट हो। परमेश्वरको वचन हुन्छ
थोरै भइसक्यो भने चुरुक्क उठ्छ। परमेश्वरको वचनले भन्छ चङ्गाई हुन्छ, स्वास्थ्य आउँछ, छुटकारा हुन्छ। माथि पुबुङ भन्ने कमानमा म सेवाकाई गर्दै थिएँ। मन्जना सुन्दास गायिका हो। एउटा नानी उचालिराखेको रहेछ। कसको नानी? फुपूको नानी हो। अनि तिमी विवाहित हो? हजुर अङ्कल म विवाहित हो, तर धेरै वर्ष भयो नानी भएको छैन। मैले ज्वाइँलाई लिएर आओ। ज्वाइँलाई ल्यायो, प्रार्थना गरिदिए। त्यसको 1 वर्षको बादमा फेरि त्यही ठाउँमा सेवाकाई गर्न जानु पर्यो। अनि त्यति बेला नानी उचालिराखेको थियो। फेरि सोधे कसको नानी हो? के भएको अङ्कल पनि मेरै नानी हो भन्छ। अस्तिसम्म चाहिँ अर्काको नानी थियो, अनि 1 वर्षको बादमा आफ्नै नानी उचालेको रहेछ। परमेश्वरलाई धन्यवादको हामी ताली बजाउन। हालेलुया। मैले भनिराखेको थिएँ यसपालि चाहिँ तिम्रो काखमा नानी हुन्छ भनिराखेको थिएँ। विश्वासको वचन बोलिराख्नुपर्छ। तिम्रो त जिन्दगी नै त्यस्तो भन्नु हुँदैन। परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। यसले गर्दाखेरि तपाईँको स्थिति जस्तो सुकै किन नहोस्, तर परमेश्वरको वचनको घामले चाहिँ उज्यालो ज्योति ल्याउँछ। परमेश्वरको वचन चाहिँ घाम हो। आमेन। छेउको साथीले एक पग दिनुहोस् त, कुरा बुझिस् भन्नुहोस् न। हालेलुया, हालेलुया। यसले गर्दा तपाईँ जतिसुकै स्थिति परिस्थिति भए पनि वचनलाई चाहिँ नछोड्नुहोस्। वचन सुनेको सुनेकै गर्नुहोस्, विश्वास बढेको बढेकै गर्छ। हालेलुया। अनि मलाई लाग्छ तपाईँ संगतिको माटोबाट, प्रार्थनाको पानीबाट भएर वचनको घाममा तपाईँले प्रकाश पाइसक्नु भएको छ। अब यो जुन हल छ नि, जुन सेवाकाई छ आइतबारे संगति यानी यो चाहिँ गमला हो। सबले यसो भन्नुहोस् त, यो त महँगो गमला हो भन्नुहोस् न। यो महँगो गमला हो। अनि यो महँगो गमला भनेको चाहिँ सङ्घ, यो चाहिँ चर्चको गमला हो, यो चाहिँ मण्डलीको गमला हो। तर एउटा कुरा चाहिँ अगुवाहरूले पनि थाहा राख्नुपर्छ, एउटा कुरा चाहिँ विश्वासीले पनि थाहा राख्नुपर्छ। समय आउँछ बिरुवा चाहिँ टुसाउँछ, टुसाएपछि अल्गिन्छ, अल्गिएपछि पछिबाट अलिकति भए पनि हाँगा लाग्छ, त्यसपछि पात निस्किन्छ, त्यसपछि फुल निस्किन्छ, फुल निस्किएपछि न फल न बाबा भन्दा पनि फल लाग्छ। एकैचोटि बिरुवा त लाग्दैन, समय लाग्छ तर फल फलेरै छाड्छ। तर एउटा कुरा चाहिँ यो दिनहरूमा के भइराखेको छ, नेपाली चर्चेसहरूमा मात्रै होइन, इङ्ग्लिस चर्चेसहरूमा पनि यो चाहिँ अगुवाहरूलाई थाहा नभएको कुरा हो। गमला फुट्नु थाल्यो। फेरि गमला फुट्नु थाल्यो। मेरो अगुवाहरूसित मेरो प्रश्न, गमला फुटाउने हो कि हुर्किसकेको रुखलाई चाहिँ बगैँचामा पुर्याउने हो? यो कुरा बुझाइ भएको छैन। त्यसले गर्दा भोलिको दिनमा तपाईँहरूमध्ये धेरैजना अचम्मको सेवकाईमा आउनुहुनेछ। अनि सेवकसित तपाईँले सल्लाह गर्नुहुनेछ, मलाई दादा, अङ्कल, सर, पास्टर बाबु मलाई बगैँचामा सार्नुहोस्। आफै भन्नुहोस्। हुर्किसकेपछि कलिलो बिरुवाले मलाई त्यहाँको भर्खर तिन्छ, कसरी बगैँचामा लानु? भर्खर तिनेछ, बगैँचामा कसरी लानु? पहिले रुख भइहाल न। गमला फुटाउने गरेको तपाईँ अल्गो भयो भने नि तपाईँलाई बगैँचामा सार्नु करै लाग्छ। यसले गर्दा एक दिन यो पञ्चनदीमा हुँदै गरेको सेवकाई यो बढेर नेपाल पुग्छ, भारतको 30वटा स्टेटहरू पुग्छ, अनि बढेर तपाईँ थाइल्यान्ड पुग्छ, कम्बोडिया पुग्छ, अनि तपाईँ फिजी आइल्यान्ड पुग्छ। तर तपाईँले एउटा कुरा चाहिँ फिजी आइल्यान्डमा म भनिहालौँ, फिजी आइल्यान्डमा 50 घर नेपाली छ। उषा देवी भन्ने छ, एकजना बुझु परेको छ, दिदी नै होला। पटङ इङ्ग्लिस बोल्छ, नेपाली बोल्दैन। आई नो सेलरोटी भन्छ। सेलरोटी चाहिँ बुझ्दो रहेछ, नेपाली चाहिँ बुझ्दैन फेरि। त त्यस्तोहरू पनि छ र तिनीहरूले प्रभु पाएको छैन। एक दिन तपाईँ फिजी आइल्यान्ड जानेछ। हालेलुया, हालेलुया। त्यसको अर्थ चाहिँ रुख भइसकेपछि तपाईँ गमलामा होइन, बगैँचामा नै बस्नुपर्छ। रुख भइसकेपछि, रुख नहुन्जेल चाहिँ गमलै ठिक छ, तर गमलाको रुखलाई चाहिँ मालीले सारिहाल्नुपर्छ भन्ने कुराहरू नबुझ्दाखेरि नै धेरैपल्ट प्रब्लम्सहरू भइराखेको छ। अनि धेरै पास्टरसँग मेरो सरसल्लाह यो पनि हो, तिम्रो फल्ना त रुख भयो त हो, गमलाबाट सारिहाल। रुख भइसक्यो त गमलाबाट सारे।
होइन पुरा दुःख अब फुटा उसो भयो। धेरैजना पास्टरले मेरो कुरा मानेन, त्यसले गर्दा बिजोग छ। अनि मैले चाहिँ जीवनमा निश्चय गरेँ म सिलगढीमा यो जमिन हो त, त्यसले गर्दा सिलगढीमा म चर्चै खोल्दिन, काठमाडौँमा म चर्चै खोल्दिन, पोखरामा चर्चै खोल्दिन, म चाहिँ सिधै समुद्रमा खोल्छु। किन भन्दाखेरि अन्डमान निकोबार आइल्यान्डमा न सिलगढीको गयो, न काठमाडौँको गयो, न पोखराको गयो, न हङकङको आयो, कसैलाई पनि थाहा छैन रहेछ त्यहाँ पनि 16,000 नेपाली छ भनेर। के थाहा? मलाई थाहा भयो नि त 2011 मा। अनि म त रुख हो नि, रुख भएपछि त हाँगाले छुनु पर्दैन र अन्डमान निकोबार आइल्यान्डलाई, कहाँ गमलामा बस्छ। त त्यसले गर्दा सिलगढीमा मैले चर्च नखोलेको कारण छ, काठमाडौँमा चर्च नखोलेको कारण छ, पोखरामा चर्च नखोलेको कारण छ। म अन्डमान निकोबार आइल्यान्ड जहाँनिर चाहिँ कोही पनि सुसमाचार सुनाउन जाँदैन, म प्रभुले मलाई लानुभयो। अनि 2022 मा भर्खरै एउटा पास्टर अभिषेक भयो। अनि हिजो 25 मा चाहिँ अप्रिल 4 तारिक म फर्केर आएँ। उसको 12 वर्ष वर्षगाँठ मनाइवरी आएको। अनि उसलाई नै लिएर हिजो म फिजी आइल्यान्ड पनि गएँ। तिमी आइल्यान्डको मान्छे, मसँग सेवकाईमा आइल्यान्ड पनि जानुपर्छ। बडा अन्त ओर्दरको 1.5 लाख पला चुपचाप, बुढोको गोजी ठुलो छ, हिँड। पैसा ठुलो कुरो होइन, परमेश्वरको राज्य ठुलो कुरो हो। यसले गर्दाखेरि म आशा गर्छु तपाईँ पनि एक दिन रुख हुनेछ। तर रुख हुनुभन्दा अगाडि गमलामा नै हुर्किँदै गर्नुहोस्। अनि जब सेन्सिटिभ लिडर आउँछ, परमेश्वरले तपाईलाई उचालेर रुख भइसकेपछि अरू रुखलाई चाहिँ तपाईले हेप्नु हुने छैन। रुखले अर्को रुखसँग हात मिलाएर जान्छ। म चाहिँ कुनै पनि मिनिस्टरसँग टक्कर पर्दिन। टक्कर पर्नको लागि जन्मेको होइन, अंगालो मार्नको लागि जन्मेको। हालेलुया। अनि म आशा गर्छु हामी बगैँचामा एक दिन पुग्नेछौँ। सबले यसो भन्नुहोस्, हामी बगैँचामा एक दिन पुग्नेछौँ। हामी संगतिको माटोमा छौँ, प्रार्थनाको पानीले भिज्दैछु म, वचनको घाम लागेको छ, ताली बजाउने गमला पार्दैछु म। एक दिन रुख हुनेछु। हालेलुया। एसिया भित्र 108 देश छ, जुनै देशमा जाँदा पनि हुन्छ। हिजो अस्ति भर्खरै मात्रमा हाम्रो 11 जनाको टिम, 6 जनाले त टिकट काटेछ थाइल्यान्डको। अंकल हामीले त काट्यो, तपाईसँग थाइल्यान्ड सेवकाई जाने। 5 जना बिचारा सेवकहरू मात्रै रहेछ। दाँत देखायो। के दाँत देखायो? बुझे मैले। जाने हो थाइल्यान्ड? हजुर जाने हो। अनि स्थिति ठिक छैन। स्थिति हाम्रो परमेश्वरको स्थिति ठिक छ। तिमीहरू 5 जनाको टिकट म काटिदिन्छु। होइन, टिकट काटिदिन्छु म। बेसी लागेन, 1.5 लाख मात्रै लाग्यो। 5 जनाको टिकट काट्दै सेवकाईको निम्ति उत्रिसकेपछि त्यो मेरो गोजीको पैसा ठुलो कुरो होइन। चुपचाप हिँड, घरमा राम्रो जयमसी भन्नेबाट हो। त्यसपछि बागडुग्राबाट पर लगे कलकत्ता लगे, कलकत्ताबाट थाइल्यान्ड लगेर थाइल्यान्डमा गएर सेल्फी खिच्दैछु। चुप, सेल्फी मात्रै नखिच, सेवकाईको लागि आएको यहाँनिर। हालेलुया। हाम्रो परमेश्वर अद्भुत हुनुहुन्छ। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। जिउँदो अनि रातिलो परमेश्वर बुवा, तपाईको वचन संगतिको माटो हामीले बुझ्यौं, प्रार्थनाको पानी बढी चाहिन्छ हामीलाई थाहा भयो। वचनको घामले हामी तातिएको हुनै पर्छ। अनि साथसाथै हाम्रो संगतिको गमला जरुरी छ। अनि एक